हर्का साम्बाङ भन्छन् अहिलेको सरकार पुरा तरिकाले फेल भयो। अब देशको नेतृत्व चाहिँ श्रम संस्कृति पार्टीले लिनेछ। अब श्रम संस्कृतिको पार्टीले चाहिँ यो देशलाई हाँक्नेछ भन्छ। म के भन्न चाहन्छु भने हर्का साम्बाङ दाइलाई अहिलेको सरकार फेल भएको होइन, असफल भएको होइन। तपाईँको नियत, तपाईँको खोट, तपाईँले चाहिँ खेद्नु विधि खेदेको त्यो राय चाहिँ नमिलेको र त्यो चाहिँ असफल भएको। तपाईँले जुन सरकारलाई लगाउनु भएको खोट असफल भएको, जुन तपाईँले चाहिँ प्रधानमन्त्री बन्ने इच्छा थियो त्यो असफल भएको र यही मौका हो, यही बेला हो जेनजीको आन्दोलनमा विद्रोह मचाउनेलाई उचालेर अब यो सरकारलाई ढाल्छु भन्ने त्यो योजना असफल भएको। तपाईँले जति खेदो हन्नुहुन्छ नि त्यो विचार असफल भएको। ल त साथीहरू, अब कमेन्ट चाहिँ गर्नु होला है त। अहिलेको सरकार असफल भएको हो कि हर्का साम्बाङको विचार असफल भएको? कमेन्ट चाहिँ भटाभट गरौँ है त।